ल यता ल आज कसो बिहामा जाने आदिल के भन्छ आरिफ मामालाई कङ्ग्रेचुलेसन्स भन न आदिल ल भन्दै यता दुलाको पोज हेरौँ न यहाँ अति भयो कि यता फोटो रिलै भ्याइन्छ आदिलको फोटो आरिफको फोटो खिचेर हमरा पनि हेरि यतापट्टि लिएर गाडी लिएर हजुर सिधै यो यात्रा विधि यो लिएर फलफुल यहाँ दोगी क्या काममा आएर क्या काम लिएर आइरहेको त भानी चलुनले चाहिने कुन कया गर्ने तपाईँको कुरो पहिला आजदेखि कया हार्ने पनि कुरो भएर हाम्रो पनि इष्टमित्र पनि सबै कुरो यहीँबाट गए अनि यता खाने कुरा गर्न जाने हम पनि खाली हातको स्थिति खाली हातको स्थिति जी पहिला पहिला उस सोध्नु पर्यो नि त मागेको तपाईँहरू नै आउनु होइन त मागेको तरिका thôi दिएको तरिका thôi ल अब तपाईँहरूका लाख लाख शुक्रिया यो लेखेका पाउने भने कुरो यो भइआएका कुरा रहे यो अल्लाहले फरमाएका लेखेका पाउने उनले लेखेर पठाएको र यहीमा तपाईँहरूका लाख लाख शुक्रिया यसरी आएकोमा धेरै बधाई है र म शुक्रिया मनाउँछौँ अल्लाहले जोडा गरेखेरि हामीले अहिले एउटी बच्ची नै हुन्थ्यो नातिनी सानी नै गयो मुइस त मेरो
भतिजीले पर्छ बाबा सार्नबाट चिनो मैले कति वर्ष भएर अरू सोधा मैले सोध्दाखेरि उसले पाएको आएको भने 18 वर्ष पुगी बाबा अब त्यसलाई लेखत राखेको अब लेखत नभए त केही पनि हुँदैन। आज की मृत्युबढ़ी मुझे मेरी छोरी को नाम हलीमा खातून उन मोहम्मद अली के छोरे आरिफ मियाँ को मुझे आज बने तमिल के दिन बिस्मिल्लाहिर्रहमानिर्रहीम اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم بارك على محمد وعلى ال कति लामो त नि पासपोर्ट पनि जमानै भिडियो डाले 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 One, two, पाले पाले खाने केक ल्याउन केक ल्याउ दुईजनाले केक ल्याउन दुईजनाले केक ल्याउन हातमा एउटा ल्याउन ल्याउ ल बिस्मिल्लाह गरेर ल बिस्मिल्लाह गरेर बिस्मिल्लाह गरेर ल आरिफले आरिफले पालो यता हेऱ्यो टोला यस्तो गर दुईटा शब्द भन्नु न Mangal